हेलो गाइज, तपाईँहरूलाई स्वागत छ मेरो अर्को भ्लगमा। म चाहिँ तपाईँहरूकै प्यारो मान्छे के सोल्टा। सुरुमा चाहिँ मेरो च्यानल तपाईँहरूले सब्सक्राइब गरिदिनु पर्ने हुन्छ, त्यसपछि म भिडियोहरू त ब्याक टु ब्याक हाल्ने नै छु। आज चाहिँ काठमाडौँमा धेरै गर्मी भएको हुनाले म पार्कतिर घुम्न आएको छु। हेर्न सक्नुहुन्छ पार्क। एकजना मान्छे चाहिँ के खाँदै बसिरहनु भएको छ। म उहाँसँग भलाकुसारी गर्नेछु, हेर्दै जानु ल। हेलो दाजु, तपाईँको घर कहाँ हो? भन्नु न दाइ, तपाईँको घर कहाँ हो? उठाउनु। अनि तपाईँको घरमा कोही हुनुहुन्न? कोही हुनुहुन्न। कोही हुनुहुन्न रे? नजिकको आफन्त कोही त हुनुहुन्छ होला नि? छैन। अनि तपाईँको यो हालत कसरी भयो? भन्नु कसरी भयो? बुझ्दैनस् त बुझ्दैनस्। भन त तारा। तारा 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 तारा। अब त भन्नु, तारा तपाईँको को हो? आमा हो? श्रीमती हो? को? तारा तारालाई भगाएर त ल्याइहाले। अब घरमा बाउले तल्लो जातको केटी ल्यायो भनेर स्वीकार्दैनन् होला। यो रातको समय तारालाई कहाँ लैजाने, कसो गर्ने? जेसुकै होस्, आफ्नै गरौँ। भोलि बिहानै एकपटक तारालाई घर लैजान्छु। के थाहा, बाउले स्वीकारी पो हाल्छन् कि? तैँले त हाम्रो नाक काटिस्। तँलाई काठमाडौँमा राखेर केही ज्ञानगुणका कुरा सिक्लास्, जानलास्, बुझ्लास् भनेर पढ्न पठाएको। तर तैँले अझै पनि केही बिग्रेको छैन। यसलाई खुरुक्क न यसो घर पुरा आइज। हात छोड त्यसको, हात छोड भनेको। ए त नजाने भइस है। आज म एउटा कुरा भन्दैछु, म बाँचुन्जेलसम्म तँ मेरो लागि मरिसकिस्। अब यो घरमा तेरो लागि कुनै ठाउँ छैन। ल बस पर गाए ल झरम सबै भाडा साडा दिउँ है, मिलाएर दिउँ।
भरत हामीले गल्ती त गरेनौँ नि है। खै मलाई त त्यस्तो लाग्दैन। अहिले गाउँतिर के गर्दै होलान् है? अरू के गरौँ, हाम्रै कुरा काट्दै त होलान्। आमाले खाना खाँदै हुनुहुन्छ होला कि रुँदै हुनुहुन्छ होला? चिन्ता नगर, एक दिन सबै ठिक हुन्छ। यदि भएन भने? हुन्छ, अवश्य हुन्छ। एक दिन हामीलाई हाम्रो घरबाट आफै बोलाउनु हुनेछ। खोइ मलाई त त्यस्तो लाग्दैन। मेरो कारण तिमीले धेरै गाली खायौ है। केही गाली होइन, हामी यत्तिकै भएका होइनौँ। हामी हाम्रो माया बचाउन आएका हौँ। मलाई कहिले नछोड है। मर्नु परे पनि छोड्दिनँ। साँच्ची? मुच्ची। ल अब सुतम, भोलि साथीहरूलाई पनि भेट्नु पर्ला। अब त कामको जो पनि गर्नु पर्यो। भनेपछि गाउँ गएर केटी भगाएर ल्याइस्। अनि घरमा थाहा भयो त? त्यही थाहा पाएर त निकाल्दैन। अब के गर्ने सोचिरहेको छस् त? मायाले मात्र काठमाडौँमा चल्दैन। त्यही त टेन्सन छ यार। ए साँच्चै, बरु तिमीहरूले चिने जानेको ठाउँमा कतै केही काम छैन? मैले चिनी जानेको एकजना दाइ होटल छ, त्यहाँ बुझ्छु नि। ल त्यति गर्न यार। ए साँच्चै, त्यो कृष्ण कता छ आजभोलि? खै यार, 5-6 दिन भयो अहिलेसम्म भेटै भएको छैन। हजुर के काम थियो? काम थियो। यो त भरतको कोठा होइन र? हो। ए अनि तपाईँको त? उसको बहिनी? होइन, श्रीमती हो। ल भरतले बिहे गरिसक्यो? मलाई त केही थाहा दिएन त। म उसको साथी कृष्ण, हामी सँगै पढेका। खै त्यो भित्रै छ? हुनु न, काम पनि खोज्छु, साथीसँग नि भेट्छु भन्दै जानुभएको थियो। ए ल ल, त्यसो भए म पछि भेट्छु। ए साँच्ची, भरतलाई आउनु कति समय लाग्छ भन्नुभएको? लाग्छ होला 1-2 घन्टा। ए 1-2 घन्टा? के गर्नु लाग्नु भएको? किन ढोका लाउन लाग्नु भएको? नातिनुहोस् न भाउजू। अनि भाउजू चिया पनि सोध्नुहुन्न? हजुर हुन्छ। के गर्न लाग्नु भएको? छोड्नुहोस्। के गर्न लाग्नु भएको? छोड्नुहोस्। बचाऊ 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 बचाऊ! के गर्न लाग्यो? छोड छोड! के गर्न लाग्यो? बचाऊ बचाऊ! छोड! के गर्न लाग्यो? छोड! ल त केटा, म जान्छु। तारा पनि आएको कि ओली, फेरि काठमाडौँमा नयाँ छ। ल भेट्दै गरौँ ल। ल ल यार, टेन्सन नगर, हामी छौँ नि त। आहा, कति राम्रो। ताराको फेभरेट कलर पनि हो। यो लगिदिन्छु, तारा खुसी हुन्छ।
हस् हुन्छ त कहाँ गएर आएको मोहनहरूसँग भेट भएको थियो अघि तेरै बारेमा कुरा हुँदै थियो ए अहिले अलि हतार छ गएँ है। के को हतार छ ठुलै गान्डा गरेर आस्तो गर्दस् त तँलाई म पछि भेट्छु है। अहिले गएँ, मलाई साँच्चै हतार छ। ल यसलाई पनि सधैँ हतार हुन्छ। तारा हेर त मैले तिमीलाई के ल्याइदिएको छु। तारा तारा उठ न, कति सुतिराखी। तारा 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 कसले गर्यो? तारा तारा उठ न, तारा 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 के भयो? तारा कसले गर्यो? तारा 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 त्यसपछि के भयो? त्यसपछि मैले ताराको लासलाई अन्त्येष्टि गरेँ। ममा बदलाको भावना जाग्यो अनि त्यसपछि त्यसलाई मैले तारालाई किन मारिस? के बिगा त तिमीले? धोखेबाज किन
त्यसपछि मैले त्यसलाई मारिदिएँ अनि मलाई काठमाडौँ पनि बस्न मन लागेन अनि म घर गएँ। फेरि त किन आइस? मेरो लागि त आज होइन, जुन दिन तँ केटीलाई घरमा ल्याएको थिइस् त्यही दिनदेखि मरिसकिस्। गइहाल यहाँबाट। तेरो यो घरमा कुनै अस्तित्व छैन। गइहाल भनेको। घरबाट पनि मलाई निकाले, गाउँमा पनि मलाई सबैले के भन्थे। त्यो सुन्न नसकेर म फेरि काठमाडौँ आएँ। काठमाडौँ आएर पनि मलाई केही गर्ने आँटै आएन। त्यसपछि कहिले कहाँ भौतारिन्थे, कहिले कहाँ भौतारिन्थे। मैले उसलाई कहिले बिर्सनै सकिनँ। जता गए पनि उसको याद आइरहन्थ्यो। बिस्तारै आफूलाई उसको यादसँग जिउन सिकाएँ। मैले उसको प्रतिबिम्ब जता पनि पाउन थालेँ। उहीसँग जिउन थालेँ अनि उसैसँग कुराकानी गर्न थालेँ। मान्छेहरूले मलाई पागल भन्थे। सबैले ठिकै भन्छन्। हो, म पागल हो, म पागल हो। म एक्लो छु, मसँग कोही छैन, मेरो साथमा कोही पनि छैन। तपाईँ एक्लो हुनु न दाइ, तपाईँको साथमा म छु। अनि स्टोरी कस्तो लाग्यो तँलाई? बवाल यार, स्टोरीमा चाहिँ दम छ है। अनि बनेन त हाम्रो फिल्म? बन्छ। अब यसको राइटिङमा बसिहाल्नुपर्छ। अनि मैले त यसको नाम पनि सोचिसकेको छु, तारा।